ल तिमीहरूलाई चाहिँ मैले एउटा निश्चित उद्देश्यको लागि बोलाएको है। अब हामीले के एउटा गोल एचिभ गर्नु छ है। तिम्रो काम चाहिँ के हुन्छ भने तिमी आर्टिस्ट राम्रो छ है। तिमीलाई चाहिँ यो डिजाइनहरू बनाउनु, अर्को कुरा बनाउनु, चित्र बनाउनु तिमी माहिर छौ। तिमीले कस्तो डिजाइन बनाउने भनेपछि एउटा हामीलाई डस्टबिन रोबोट चाहियो होइन। हेर युट्युब हेर जे हेर मलाई थाहा छैन, तर एउटा युनिक टाइपको हुनु पऱ्यो। हुन्छ ठिक छ। ल तिमीलाई चाहिँ मैले किन बोलाएको भन्दाखेरि तिम्रो प्रोग्रामिङ राम्रो छ होइन। अहिले प्रोग्रामिङ स्किल राम्रो छ, क्युरियोसिटी बढी छ हो कि हो। त्यसको लागि चाहिँ तिमीले के गर्नु पऱ्यो त, एउटा अर्डिनो भन्ने सफ्टवेयर छ, त्यसमा चाहिँ हामीले कोड लेख्नुपर्छ है त। गर्छ नि, सक्छु नि। ल तिम्रो मेन काम अरूभन्दा पनि तिम्रो छ है सबभन्दा बढी। तिम्रो काम चाहिँ भनेको त्यो ग्लु स्टिकबाट होइन कार्डबोर्डहरूलाई डिजाइन गरेर त्यो हामीलाई रोबोट टाइपमा, अनि त्यो डस्टबिनको तल चक्काहरू अनि माथितिर डिजाइन टाउको भएको होइन। उसले रोहितले चाहिँ डिजाइन देखाउँछ तिमीलाई, त्यो डिजाइन अनुसार चाहिँ तिमीले के गर्नुपर्छ त, बनाउनु पर्छ। हुन्छ, सक्छौ त? हुन्छ सर। ल ल ल अब हामी टिम लिडरसँग पनि कुरा गर्छौँ। ल हरिश तिम्रो काम चाहिँ के हुन्छ भने सबैलाई कमान्डिङ गर्ने टिम लिडरको काम चाहिँ तिमीले गर्छौ। हुन्छ, सक्छौ नि? ल केही पऱ्यो भने तिमीलाई हुन्छ नि फेरि। ल ल हेर है, त्यो रोहितले डिजाइन बनाएको छ, त्यो डिजाइन यो तल छ नि, यो तल के आउँछ त, त्यसको तिम्रो चक्कर बनाउँछ होइन। अनि त्यसपछि यो माथिको भाग छ नि, यो यहाँनिर हो, यो के हुन्छ आधा काटेर ट्याक्क यसमा मसिन लाग्छ, सर र माथि जान्छ त्यस्तो गर्ने है। यहाँनिर चाहिँ यो यहाँनिर वा जहाँनिर पनि यस्तो डब्बा बनाउँछ। त्यो डब्बामा हाम्रो त्यो इलेक्ट्रोनिक्स डिभाइसहरू सबै अटाउँछ त्यो भित्र होइन। त्यो भित्र अटाइसकेपछि यहाँनिर सेन्सर हुन्छ, यहाँनिर लाउँदाखेरि स्वाट उठ्छ कि, अनि यहाँनिर काम हुन्छ फरक 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 गर्छ। बुझ्यो? हो त्यो आफै उठ्छ, म बनाउँछु। बुझ्यो? मोटर फेरि यो चक्का छन् नि, जो चारवटा चक्का यहाँ छ, त्यसको तारै एक तार दुई तार यहाँ लेखाएको छ। ल हामीले यो टेस्टिङको लागि सुरु गर्दैछौँ होइन। यता बनाइरहेछन्, यता बसिरहेछन्, सबै देख्न सक्नुहुन्छ। अब हामी यसलाई यसो ट्राई गरौँ है त, कतिको चल्छ कि चल्दैन। यो यतातिर हामीले कान बनाएको छु, कानलाई हेरौँ है। ओहो कान उडे नि होइन, देख्नु पनि ए यसरी बस्यो नि होइन। अब यो पछि उसमा टेस्टिङ हुन्छ। अब यो चक्का चाहिँ चेक गरौँ है। हेर्नुभयो हो, नत्र त गडबड हुन्छ है। यति मात्र हामीले अहिले हिँडायौँ। अब बाँकी यो पुरै बनाइसकेपछि चाहिँ तपाईँहरूलाई देखाउँछु है त। ल हाम्रो डिभाइस लगभग बनिसकेको छ होइन। धेरै मेहनत लाग्यो, कतिचोटि यो ओपन गर्नको लागि तार सार हाल्यो के हाल्यो। लास्टमा एउटा रसी हाल्दाखेरि सही काम गऱ्यो कि। हेर्नुहोस् है, अब म कुनै कोड के छ मसँग यही कोड छ होइन, यो राख्छु खोल्यो होइन, टक्कै यहाँ हाल्ने कि होइन। एकदम मस्त पनि। अब एकछिन आफै पनि नहुन्छ, बन्द पनि भयो। अहिले यहाँ जोड्न बाँकी छ, जोस एउटा सक्सेस भयो, धेरै खुसी लाग्यो। भइरहेछ अहिले, राति कति बजिसकेको छ, 8 बजिसकेको छ सायद राति होइन। 10 बजिसक्यो, 10 बजिसक्यो, केही थाहै छैन कति बज्यो भनेर होइन। लागेका छौँ गरेका छौँ। यति मेहनत गरेका छौँ होइन। हिजो 3 बजीसम्म सुत्थेन राति। रञ्जनले पनि धेरै राम्रो गराएको छ। ऊ क्यामराम्यान रोहित भएको छ, ऊ त फेरि डिजाइनरमा खतरा हो होइन। उसकै डिजाइन कपी कहाँ छ त्यो कपी होइन। उसको अब डिजाइन त अक्खा हुन्छ, हेर्नुहोस् है यस्तो दामी डिजाइन छ। अब सबै पनि बनाएको उसले। मैले धेरै डिजाइन बनाएर लास्टमा यो भएको कि लास्टमा होइन। योभन्दा अगाडि हेर्नुहोस् है कति धेरै डिजाइन बनाएको छु। यसैको लागि बनाएको कि डिजाइनले होइन। यो डिजाइन बनाउँदा अनि लास्टमा यो बनाएको धेरै समय लाग्यो कि एकैचोटिमा बनाएको चाहिँ होइन है। ल हाम्रो यो अब रोबोटको कान बन्दैछ, अन्तिम चरणमा छ, पुगिसकेको छ होइन। अलिकता सरसर गरेर कान पनि हुन्छ। ल रातिको 10-11 बजिसकेको छ होइन। लगभग सकियो भनौँ न। यत्रो दुःख गऱ्यो यो स्मार्ट डस्टबिन बनाउनलाई। यसको फङ्सन चाहिँ के छ भनेपछि सर हिँड्दाखेरि हिँड्छ होइन, विद्यार्थीको सामने हिँड्छ। अनि त्यसपछि टक्क यसकोनिर फोहोर देखायो भने चाहिँ सट्ट खोल्छ र यसमा डस्टबिनमा हाल्ने, अनि यो सर हिँडेर जान्छ। त्यस्तो सिस्टम हो। त्यो चाहिँ पुरै चाहिँ बनाउन सकेका छैन अहिले हामीले चाहिँ। अब ब्याट्री के भयो भने चाहिँ यो ब्याट्री बहुत धेरै ठुलो हो कि होइन। त्यही भएर हामीले यसमा राखेर गर्दाखेरि चाहिँ यो कभर भइरहेको छैन, भनेको हिँडिराखेन। किनभने यो उसको वेट धेरै भयो। 12 भोल्टको ब्याट्री सानो एउटा स्मलवाला युज गरेर हुन्छ। अहिले हामी पाहाडमा छौँ, यहाँ अहिले त्यसरी ल्याउन सक्ने अहिले अवस्था नभएको कारण
हामीले ल्याएनौँ। पछि अब भविष्यमा ल्यायो भने चाहिँ तपाईँहरूलाई देखाउँछौँ। अहिलेसम्मको बनेको अवस्थामा के छ तपाईँहरूलाई देखाउँछौँ है त। अब यसलाई म पावरमा जोडिदिन्छु। दुईवटा पावर जोड्नुपर्ने हुन्छ यसमा। नजिक अब यहाँ देखाइदिउँ। यसरी मैले दुईवटा पावरहरूलाई जोडेँ। ल टाढा जाऊ ल। एकछिन यसको हेर्दै भने होइन खोल्यो नि होइन, यसमा डस्टबिनमा हाल्ने। अब एकछिनमा टक्क आफै बन्द हुन्छ है, बन्द भयो नि होइन। अब त्यो त्यहाँनिर डिभाइस राखेन भने त्यस्तो छ। अब यो यसलाई म तपाईँहरूलाई रोबोटलाई अन पनि गरेर देखाउँछु। फेरि ल्याउँदै तपाईँहरूलाई अब म के गरेर पनि देखाउँछु भनेपछि ल हेर्नुहोस् है, यसको कान छ नि, कान पनि हल्लिन्छ कि है। हेर्दै देख्नुभयो, एउटा कान उतापट्टि हल्लिएको छ, एउटा कान यतापट्टि हल्लिएको छ। सुई सुई हल्लिन्छ है। र यस्तो एङ्गलमा देखाउँछु। हेर्नुभयो, यो सुई 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 सुई। म यताबाट कन्ट्रोल गरिरहेको छु होइन। यही मोबाइल भएको कारणले देखिरहेको छैन तपाईँलाई। म कन्ट्रोल चाहिँ यताबाटै गरिरहेको छु। अनि यसरी गर्दाखेरि सुई 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 देख्नुभयो। र अब अलि अगाडि पनि बढ्न सक्छ अलि गर्दा। ओहो पावर पुगेन। खै बाबु हल्का उचाउ त त्यसलाई माथि गरेर हाइटमा। ल ल देख्न सक्नुहुन्छ, चलिहाल्छ देख्नुभयो। चल्छ तर अब राख त बाबु खै एकचोटि ट्राई गरौँ। अलिअलि भयो नि, देख्नुभयो चल्यो नि होइन। अलिअलि भयो नि चल्यो होइन। हेर्नुहोस् पावर अलिकता कम पुगिरहेको छ, त्यही भएर चल्दाखेरि है तल झर्न सक्छ, त्यही भएर हामीले गरेनौँ। तर यसको पावरका कमीका कारणले चाहिँ यो भइरह्यो होइन, किनकि डब्बा ठुलो छ। तर हाम्रो सिस्टम चाहिँ ठिक छ, एकदम सबै कुरा ठिक छ। पावर नपुगेरै मात्रै हो, नत्र भने मजाले हेर्नु घुरघुर गर्छ, सुरसुर गर्छ। टक्क नजिक जाने हो। फोहोर सोहोर कहाँ छ, यो यस्तो फोहोरहरू कहाँ राखेर रहेछ यार तेरिका। फोहोर राख्ने होइन नि यस्तो ठाउँमा। ए भाइ खुल हो, खुल्यो होइन। यसरी टक्क यसमा हाल्ने हो, डस्टबिनमा हालिदिने हो, बस बन्द भइहाल्यो। देख्नुभयो यसरी बन्द नै हुन्छ। अब यसरी अब यिनीहरू नजिक लग्यो भने टक्क खुल्छ पनि। यहाँ देख्नुभयो होइन। यस्तो राम्रो डिभाइस बनाउनमा हात कसको छ थाहा छ? मेरो त केही पनि होइन कि भाइ। हात भनेको त जम्मा यो डिजाइन गर्नमा चाहिँ डिजाइनर एकदम रोहित विष्ट, हाम्रा कक्षा 8 का विद्यार्थी, हुनार विद्यार्थी होइन, एकदम खतरा छन्। उनको चित्र बनाउने शैली चाहिँ यस्तो खतरा छ, त्यही चित्रको शैलीबाट यो बनायो होइन। त्यसपछि यो डिजाइन गर्नमा जम्मै चाहिँ हाम्रा रञ्जन देख्न सक्नुहुन्छ। उहाँ रञ्जनजी हुनुहुन्छ, कक्षा 9 का छात्र। उहाँ पनि एकदमै मल्टी ट्यालेन्ट हुनुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ के बनाएको छ खै बाबु, डोजर यो चलाएर देखाउ त। वाह देख्न सक्नुहुन्छ। अब यहाँ पुरा माटी साटी सट्टै यहाँ जे छ होइन। यो घुमाउ त अलिक भित्र गर, त्यसलाई यसलाई भित्र गर, यहीलाई मात्र हो। टुक टुक हो यस्तो देख्न सक्नुहुन्छ। जस्तो भने त्यस्तो गर्न सक्छ। अनि यतातिर यो देख्न सक्नुहुन्छ, यो पनि अलिकति पुरै त भएको छैन, तर चल्ने चाहिँ चल्छ होइन। चलिरहेको खै चला त। के हुन्छ यो सिस्टम खास के हो? यो तलमाथि हुन्छ कि खै तलमाथि गएर त माथि जाँदो रहेछ त। माथि गयो माथि गयो, अब भित्र गयो। हो के हो के हो, के सिस्टम हो? क्रेन भन्छ के भन्छ यसलाई? हेर्नुहोस् त यस्तो मस्त दामी तरिकाले चलिरहेको। कम्प्लिट त भएको छैन, बनाउन बाँकी छ। घुम्छ पनि अलिअलि। ल घुमाउ त कता घुम्छ? ओहो हो पुरै घुमिरहेको छ त। क्या डिजाइन छ हो। ल हामीले अब हिजोसम्म के गरेका थियौँ भनेपछि यो पावरले चलिरहेको थियो। अब हामीलाई त्यहाँ यस्तो हामी अलिक विकट ठाउँमा छौँ होइन, धेरै विकट त होइन तर पनि अब डोटी जिल्लाको शिखर नगरपालिका अन्तर्गत कपलडिगीमा छौँ हामी। र यहाँबाट चाहिँ अब सामान्य पाउँदैन, मगाउनुपर्छ क्या तराईबाट होइन। अनि त्यहाँबाट मगाउन टाइम लाग्ने, अनि हुन्छ हुँदैन भनेर गर्नको लागि चाहिँ अब ल्यापटपको ब्याट्रीलाई ठ्याक्क जोडेर अनि तार जोडेर 12 भोल्ट दियो त्यो, नत्र पुगिरहेको थिएन। अनि त्यही भएर अब चाहिँ यो डस्टबिन हिँड्छ कि हिँड्दैन भनेर हामीले पहिलोचोटि ट्राई गर्दैछौँ। ल बाबु यो कान घुमाइदियो त हुन्छ। ल हल्का अगाडि घुमाउँदा छोड्छु म यता। ओ रोक ठिक छ होइन। अब गाडी पनि चल्यो, सब कुरा चल्यो बन्यो। आउँदै घटा ल यो तपाईँहरू देख्न सक्नुहुन्छ है। एउटा हामीले स्मार्ट डस्टबिन बनाएको छौँ। हामी कच्चा कोठामै छौँ। विद्यार्थी नानी बाबुहरूलाई देख्न सक्नुहुन्छ, यहाँ बसिराख्नु भएको छ र एकदमै तयार हुनुहुन्छ फोहोर फाल्नको लागि एकदम तयार होइन। अब हामी यो रोबोटको तपाईँहरूलाई यतातिर कान देख्न सक्नुहुन्छ। यो दुईवटा कान छ होइन। त्यो कानलाई घुमाएर हेर्छौँ। हेर्नुहोस् सरर घुमिरहेछ, देख्नुभयो। यो हामीले यो कन्ट्रोल गरेर यता मोबाइलबाट होइन। अनि अर्को कुरा
अनि यो रोबोटलाई अलि अगाडिपट्टि लाग्छु एउटा नानीले के गर्नुहुन्छ ल अगाडिपट्टि आइसकेको छ नानीको ल नानी ल त्यसमा डस्टबिनमा देखाउ त नानी हो खुल्यो नि बाबु ल अब त्यहाँबाट हाल ल छोड्दै एकछिन छोड अब तिम्रोमा पनि आउँछ बाबु त्यसलाई सिधा राखिदियो त अलिकता लेफ्ट राइट हामीले बनाएको छैनौँ त्यही भएर अझै सिधा राखिदियो अलि लेफ्ट राइटतिर राखिदियो हो अझै राइट ल ठिक छ अब हामी फेरि अगाडि लाग्छौँ ल बाबु अर्को नानी ल तिमी आऊ नानी हो ल राख रोक बन्द हुने थियो त्यसपछि राख्ने है ल फेरि ल अब तिम्रो पालो ल त्यसलाई देखाऊ अलि राम्रोसँग देखायो तिमीले हो ल ठिक छ देख्यौ त डस्टबिनमा यसरी स्मार्ट डस्टबिनमा हामीले हाल्ने हिँड्ने होइन रोबोट पनि फेरि के गर्छ त अनि त्यसपछि के हुन्छ त हेर्नुहोस् है कान पनि के हुन्छ त सुई हुन्छ होइन अनि त्यसपछि हिँड्छ भने मजाले हिँडिरहेछ नि होइन देख्न सक्नुहुन्छ मजाले हिँडिरहेछ ल कसकोमा पुग्यो ल नानी खै फोहोर देखाऊ ल हालिहाल ओ अब बन्द भयो नि होइन ल सुन त एकछिन सबैले हेलो सबै सुन त ठिक छ नि कस्तो लाग्यो त डिभाइस राम्रो लाग्यो ल उहाँ चाहिँ बनाउने व्यक्ति उहाँ एकजना रञ्जन चाहिँ यो कक्षाको यता हुनुहुन्छ र अरू चाहिँ अर्को कक्षामा छन् जे होस् राम्रो डिभाइस बनाएको छन् नानी बाबुहरूले र धन्यवाद छ थ्याङ्क यू सो मच है त You keep coming at me, bet you're getting ready. You look at me and now wait for my reaction, like you're planning something. Wanna see me down like ooh, yeah, ooh, now wouldn't wanna show. Ain't no breaking down. Ready, set, go. Gonna show you how. ल हेर्नुहोस् त यहाँ 10 बजिसक्यो रातिको यो कुन विद्यालयका विद्यार्थी हुन् हेर्नुहोस् त यसरी पुरा काम गरिरहेछन् पुरा प्रोजेक्ट बनाइरहेछन् होइन कोही स्मार्ट स्कुल बनाउनमा लागेका छन् कसैले यहाँ जेसिबी बनाइसकेका छ के गरिरहेछन् यहाँ हेर्नुहोस् त यहाँ कसैले अब यहाँ के पुरा इलेक्ट्रोनिक सामान चलाइरहेछन् है अब यता के बनाइरहेछन् यो चाहिँ हाम्रो डोटी शिखर नगरपालिका 1 है केदारेश्वर माध्यमिक विद्यालय हो जे होस् यिनीहरू बाबुहरूले चाहिँ धेरै राम्रो प्रयास गरिरहेछन् राम्रो बनाइरहेछन् कता ऊ पुरानो रोबोट पनि देखिरहेछ यतापट्टि नयाँ रोबोट जस्तो युज मी लेखा चाहिँ डस्टबिन रहेछ स्मार्ट डस्टबिन होइन अब के कुराहरू बनाइरहेछन् यहाँ फङ्सन धेरै छ होइन यहाँ पेन्टिङ गरिरहेछन् यसलाई जे होस् बाबुहरू लागिरहेछन् यसरी मेहनत गऱ्यो भने चाहिँ केही न केही हुन्छ के यस्तो पनि विद्यालय हुँदो रहेछ जहाँ यसरी रातिका 10 बजेसम्म पनि मान्छेहरू होइन विद्यार्थीहरू यसरी आएर विद्यालयमै बसेर यसरी काम गरिरहेछन् होइन यसरी देख्न पाउँदा यसरी काम गरेको यस्तो मेहनत देख्न पाउँदा साह्रै खुसी लाग्यो क्या मलाई